सबैलाई नमस्कार र अहिलेको करेन्ट बयानबाजी अनि स्टेटमेन्ट अनुसार पर्मनेन्ट पोलिटिकल सल्युसन चाहिँ दार्जिलिङबाटै निक्लिने रहेछ, दार्जिलिङमा बसेर। अनि यसको लागि हामीले पार्लिमेन्ट या सेन्टर त्यहाँनिर जाने कुरो नै छैन भन्ने कुरो जस्तो हामी सुन्दैछौँ। र अब यसमा चाहिँ अलिकति के हुन्छ भने पर्मनेन्ट पोलिटिकल सल्युसन भन्ने लिएर चाहिँ एउटा पर्मनेन्ट हुनुपर्ने हो। यो पछाडि कुनै पनि प्रकारको सल्युसन छैन। यो एकैपल्टमा वान फिक्स हो, वान सटमा फिक्स हुने कुरा। तर पार्सली एक्सक्लुडेड एरिया, एब्जर्भड एरिया चाहिँ यसरी एकै सटमा यस्तो प्रकारले यहीँ बसेर चाहिँ यो फिक्स हुने कुरो होइन। यसको लागि चाहिँ के हुनु पऱ्यो, पार्लिमेन्टमा कुरो आउनु पऱ्यो। यो धेरै कुरोहरू छ, यसको विधिहरू छ, यसको प्रोसेसहरू छ। र विशेष गरी मैले भन्नु खोजेको कुरो चाहिँ के छ भने अहिलेको पर्मनेन्ट पोलिटिकल सल्युसन चाहिँ यो केही एउटा दार्जिलिङको लागि अगाडि अलिक बढ्ने मात्रै हो। हिजो अस्ति मैले एउटा क्याप्सन त्यहाँ छोडेको थिएँ। त्यो चाहिँ के थियो भने याद राख्नु होला 2027मा चाहिँ जिटिएको इलेक्सन हुँदैछ भनेर। यो चाहिँ मैले एउटा प्रेडिक्सन हालेको थिएँ त्यहाँनिर। यदि जिटिएको इलेक्सन भएन भने पनि यो जिटिएलाई एउटा एडमिनिस्ट्रेटर राखेर चाहिँ जिटिएलाई प्रोलङ गरेर लान्छ। नभए चाहिँ यो सबैजना यहाँ आउनुपर्छ एउटा ओपन कन्टेस्टमा, जसमा बिजेपी, प्रजातान्त्रिक मोर्चा, गोजामुमो, यी सबै जिएनएलएफ, यी सबै दलहरू मिलेर के गर्नुपर्छ, कन्टेस्ट गरेर फेरि एउटा बोर्ड फर्म गर्नुपर्छ। र त्यो इलेक्सन चाहिँ हुँदैछ 2027मा। त्यो चाहिँ त्यहाँबाट के हुँदैछ हामीले एउटा प्रेडिक्सन गर्नु सक्दैछ। त्यो अस्ति मैले सायद त्यो हालेको 2-2.5 महिना भयो होला। र यो कुरोलाई चाहिँ हामीले यहीँबाट बुझ्छौँ कि आउने दिनहरूमा चाहिँ एउटा पर्मनेन्ट पोलिटिकल सल्युसन नभएर चाहिँ अब यहाँनिर जिटिएलाई फेरि रिभाइभ गर्ने, जिल्ला परिषदलाई जिटिएभित्र हाल्ने। यहाँ जिल्ला परिषद आउँदैछ, यो पनि तपाईँले याद गर्नुहोस्। सम्भवतः त्यहाँनिर के हुँदैछ भने बोर्डहरू पनि आउँदैछ, कालिम्पोङ डेभलपमेन्ट बोर्ड अनि दार्जिलिङ डेभलपमेन्ट बोर्ड। यो चाहिँ सेन्टरको देखरेखमा है, सेन्ट्रल फन्डलाई च्यानलाइज गर्नलाई। र धेरै डेभलपमेन्टको कुराहरू हुँदैछ। तर यहाँनिर अब हामीले अहिले बुझ्नुपर्ने कुरो चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँनिर पार्टीहरूको होडबाजी र अल पार्टी मिटिङ यो सबै कुरो गर्दाखेरि यहाँ हामी अलिकति भुलिने कुरा, यहाँनिर कन्फ्युज हुने कुरा नै यहाँ छैन। यदि यो कुरोहरू हुन्छ भनेर यो चाहिँ पर्मनेन्ट पोलिटिकल सल्युसन चाहिँ होइन। मेबी यो सबै कुरो आएर नेक्स्ट चाहिँ पर्मनेन्ट पोलिटिकल सल्युसन हुन सक्ला, जहाँनिर चाहिँ डेभलपमेन्ट बोर्डहरू ल्याएर यसलाई सुचारू रूपले फेरि गठन गरेर यो अगाडि जानु सक्ला। त्यो चाहिँ इम्पोर्टेन्ट कुरो यहाँनिर छ, हामीले यहाँ बुझ्नुपर्ने कुरो यो। र यी दार्जिलिङमै मिलाउने कुरो हुन्छ, यो चाहिँ अल पार्टी मिटिङ र अल पार्टीसित बसेर एउटा कन्सेन्सस बिल्डअप चाहिँ गर्न सकिन्छ। तर कन्सेन्सस के को लागि? पर्मनेन्ट पोलिटिकल सल्युसन चाहिँ आजको दिनमा पोलिटिकल पार्टीहरूले के बुझेको छ, यहाँको इन्टेलेक्चुअलले के बुझेको छ? खोइ अहिलेसम्म त्यो पर्मनेन्ट पोलिटिकल सल्युसन जो चाहिँ पार्सली एक्सक्लुडेड एरियाले पाउने कुरा त अहिलेसम्म कसैले गरेको छैन। किन गरेको छैन? वाइ दिस वर्ड पार्सली एक्सक्लुडेड एरिया, एब्जर्भड एरियाको पोलिटिकल अधिकार दिनुपर्छ भन्ने कुरो आउँदैन। हामीले राइट टु सेल्फ गभर्नेन्स, सायद किवर्डहरूको त्यहाँनिर खाँचो भएर हो कि नजानेर हो कि न। अब एउटा कुरो के छ भनेर लिडर चाहिँ अलिकति रिडरै हुनुपर्छ है, रिडर इन द सेन्स ऊ पढेकै माथि हुनुपर्छ। र यो कुराहरू ल्याउनु सक्नु पऱ्यो। किनभने जब चाहिँ दार्जिलिङ डिस्ट्रिक्टको हितमा कुनै एउटा मिटिङ हुन्छ, कन्सेन्सस बिल्डअप हुन्छ या एउटा कुनै बिल आइन्छ, यो कुरो हो भनेर चाहिँ हामीले के हुनु पऱ्यो, एकदमै जागरुक हुनु पऱ्यो। त्यो कुरोलाई हामी हेर्नु पऱ्यो के आउँदैछ यहाँनिर भन्ने कुरो। र यहाँ मैले अघि भनेको कुरोहरू चाहिँ त्यही कुरो भएर आउँछ। यहाँनिर 3टा जस्तो व्यवस्था रहनेछ, त्यहाँ म्युनिसिपालिटीमा आउँदा 4टा व्यवस्था होला त्यहाँनिर है। यो व्यवस्थाले चाहिँ यो कुरोहरूलाई अगाडि लाने छाँट हामी देख्छौँ। र यसले चाहिँ पर्मनेन्ट पोलिटिकल सल्युसन देख्दैनौँ, तर पर्मनेन्ट पोलिटिकल सल्युसनभित्र हुने व्यवस्थाहरू चाहिँ हामी त्यहाँ देख्छौँ। तर पर्मनेन्ट पोलिटिकल सल्युसन चाहिँ यसले ल्याउँदैन, त्यो चाहिँ हामीले बुझ्नुपर्छ। र यही कुरालाई चाहिँ हामी भन्छौँ कि पर्मनेन्ट पोलिटिकल सल्युसन दार्जिलिङ डिस्ट्रिक्टको चाहिँ सिक्किम एकीकरण मात्र हो, दार्जिलिङ अनि सिक्किम एकीकरण मात्र हो। किनभने यो भूभाग चाहिँ सिक्किमको हो र यो सिक्किमलाई नै फर्काइनुपर्छ। अब यहाँ देखिहाल्यो स्टेटमेन्टहरू, त्यहाँ देख्दैछौँ गोर्खाल्यान्ड यहाँ अहिले हुँदैन भनेर भन्दैछ त। अन्त अब अहिले हुँदैन भनेको होइन, यो पर्मनेन्टली हुँदैन भनेको, इट्स इम्पोसिबल। पर्मनेन्ट अब बुझ्नु पऱ्यो नि, हामी कति चाहिँ त्यो एउटा आशा भरोसामा बाँच्ने। गोर्खाल्यान्ड माग्नेहरू यो कुरो बुझ्नु पऱ्यो, डाइरेक्टली इन्डाइरेक्टली गभर्मेन्टबाट पनि आउँदैछ, यहाँको पोलिटिकल पार्टीलाई पनि खेलाउँदैछ नि त। यहाँको पोलिटिकल पार्टीहरूको त्यस्तो मगज छैन नि त कि उनीहरूले आफ्नै कार्ड खेल्ने। उनीहरूले त स्टेटको कार्ड खेल्नु पऱ्यो, सेन्ट्रल कार्ड खेल्नु पऱ्यो। अहिले के भुलाउँदै गर्छ, त्यहाँ जानु पऱ्यो, त्यो काम गर्नु पऱ्यो होइन।
यहाँको त्यस्तो विकसित भएको म देख्दिनँ नेताहरू, न इन्टेलेक्चुअलहरू। र त्यो हिसाबले चाहिँ यहाँ आज माग्नुपर्ने र त्यो डिस्कसनमा त्यो ल्याउनुपर्ने हो। यस अभियसली हाम्रो यहाँनिर डिस्कसन हुनुपर्छ, तर डिस्कसन चाहिँ संवैधानिक हुनुपर्छ नि त हौ। अस्तिदेखिको संवैधानिक भनेर सेन्टरले भन्दैछ भने संवैधानिक चाहिँ कहाँ गर्ने? बैठक गरेर यहाँ अँगानमा, मेला ग्राउन्डमा, लेबुङ ग्राउन्डमा त्यस्तो त हुँदैन त। त्यो त कहाँ संवैधानिक कहाँ भयो? संविधानको चर्चा र संविधान एमेन्डमेन्ट, संविधानको कुरालाई त्यहाँनिर अब त्यसलाई अल्टर गर्ने हो कि एमेन्ड गर्ने हो कि त्यसलाई के गर्ने पार्लिमेन्टमा हुन्छ होइन र? के दार्जिलिङमा हुन्छ हौ? यहाँनिर चाहिँ हामीले यो छ यस्तो तपाईँको माग के हो, एउटा कन्सेन्सस बिल्डअप गर्नलाई सबैजना एक भएर त्यही पनि बुझेको हुनु पऱ्यो नि त। अब त्यही गोर्खाल्यान्ड यत्रो वर्ष 40 वर्ष माग्ने पार्टीहरूले त त्यहाँ भन्दैछ गोर्खाल्यान्ड अहिले हुँदैन, गोर्खाल्यान्ड नहुने रहेछ, हामीलाई यो दिनुपर्छ भनेर अहिले नै गोर्खाल्यान्डको भन्नेलाई गोर्खाल्यान्ड भनेपछि गोर्खाल्यान्ड चाहिँ हुँदैन, अलग राज्य भने क्या उसले, अलग राज्य पनि हुँदैन यहाँनिर। तब हामीले यहाँ देख्दाखेरि बारम्बार भनिरहेका छौँ कि गोर्खाल्यान्ड अलग राज्य यहाँ हुने सम्भावना छैन, त्यो इन्डाइरेक्टली सेन्टरले त्यहाँनिर दिइरहेको छ। र हाम्रो एउटै छ, त्यो चाहिँ हो रिक्विजिसन ल्यान्ड अफ सिक्किम, ट्रिटी अब्लिगेटेड ल्यान्ड अफ सिक्किम। सिक्किमले दार्जिलिङ डिस्ट्रिक्टको भूभागको चाहिँ के खाएको छ, तिरो खाएको छ 100 वर्षभन्दा बेसी। र त्यही कारणले गर्दा यो दुईवटा डिस्ट्रिक्ट कालिम्पोङ अनि दार्जिलिङ चाहिँ अहिले के हुनु पऱ्यो, सिक्किममा जानु पऱ्यो। यो चाहिँ हो पर्मानेन्ट पोलिटिकल सल्युसन। त्यहीँ उता त पर्दैन नि त। सिक्किमको हाम्रो जुन चाहिँ स्टेट छ त्यसको दुईवटा डिस्ट्रिक्ट भएपछि लिएर त्यहाँदेखि सल्युसन के चाहियो? हाम्रो त्यो राइट टु सेल्फ डिटर्मिनेसन विदिन द युनियन अफ इन्डिया, हामीले राइट टु सेल्फ गभर्नेन्स पाइसकेपछि लिएर अब त्यहाँनिर त हाम्रो रेगुलर पोलिटिक्स गर्नुपर्ने कुरा हो, पोलिसी एन्ड प्रोग्राममा काम गर्ने कुरा हो। यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। र यो चाहिँ हो अहिले चल्दैको कुराहरू, र यसमा चाहिँ हामीले घोकेर याद गर्नुपर्छ है। अब यो संवैधानिक कुराहरूको नबुझेर विरोधहरू गर्ने त्यो गर्ने होइन, यत्रो सिरिजहरूमा त बुझ्नुपर्ने हो। गोर्खाल्यान्ड पक्रेर बस्ने यहाँनिर अब, अन्त गोर्खाल्यान्ड हुँदैन भने यहाँको लोकल पार्टीले पनि भन्दैछ, सेन्ट्रलले त अस्ति भनिसक्यो। अब यहाँ बुझ्नु पऱ्यो नि त कुरा, अब चाहिँ के फिजिबल रहेछ त्योपट्टि हामी जानु पऱ्यो नि त। यो चाहिँ हाम्रो अहिले मुख्य सोच्ने कुरा चाहिँ यो छ।